एउटा छोटो स्टोरी सुन्नुहोस् है। पुरानो समयमा एउटा देहातबाट गाउँबाट दुईजना साथीहरू शहरमा काम गर्नु गएछ। अनि त्यहाँ दुईजनाले धेरै मेहनत गरेछ, सिक्युरिटी गार्ड गरेछ, भारी बोक्ने कामहरू गरेछ। त्यसरी दुईजना एकदमै मिल्ने साथीहरू काम गर्दै गर्दै जाँदाखेरि अलिअलि पैसाहरू जोडेर दुईजनाले एउटा होटल खोलेछ। अनि त्यो होटल यति राम्रो चलेछ, दुईजनाले धेरै राम्रो प्रोग्रेस गरेछ, राम्रो पैसाहरू पनि कमाउँदै गएछ। त्यसरी समय बित्दै जाँदा एउटा साथीले चाहिँ मनमा कस्तो भएछ भने लालच जागेछ, लोभ हुन्छ नि एउटा मान्छेको मनमा, त्यो लोभ जागेछ। अन्त एक दिन अचानक साथीलाई झुक्काएर चाहिँ पोइजन दिएछ, बिख दिएर चाहिँ साथीलाई मारेछ। खानामा बिख हाल्दैछ, साथीले खाना खायो, साथी मरेछ। अनि त्यो एक्लै भयो। अनि त्यसरी काम गर्दै जाँदाखेरि त्यसरी अब दोकानहरू राम्रो चल्यो, होटल राम्रो चल्यो, धेरै पैसा रुपियाँ कमायो, घर जग्गा जमिन किनेछ। अनि बादमा त्यसले बिहा पनि गरेछ। बिहा गरेर एउटा छोरा भएछ। छोरालाई एउटा राम्रो स्कुलमा हालेछ। अनि स्कुल पढ्दै जाँदाखेरि बादमा फेरि नानीलाई बाहिर देश पठाएछ पढाउनु, राम्रो एजुकेसन होस् भनेर चाहिँ बाहिर देश पठाएछ। तर बाहिर देश गएर पढ्दै गर्दाखेरि छोरा अचानक बिमार भएछ। यति ठुलो रोग लागेछ, छोराको खर्च गर्नु लागि जति पनि कमाएको सम्पत्तिहरू, ब्याङ्क ब्यालेन्सहरू सबै तुरेछ। यहाँसम्म कि उसले किनेको जग्गा जमिनहरू, अनि अन्तमा उसले चलाउँदै गरेको होटल पनि बिक्री भएछ। सबै तुर्यो, लास्टमा ऊ रोडमा आयो। त्यति बेला छोराले एउटा क्वेसन गरे अरे, बाबा मलाई चिन्नुभयो भन्दा भने अरे। बाबाले भने अरे, चिने किन चिन्दिनँ, त मेरो छोरा हो भन्दा भन्दाखेरि, होइन म तपाईँको छोरा होइन, म तपाईँको त्यो साथी हो जो चाहिँ तपाईँले आजभन्दा 30 साल अगाडि मलाई जहेर दिएर मार्नु भएको थियो। त्यही तपाईँको त्यो साथी तपाईँको छोराको रूपमा आएर मैले आफ्नो हिस्सा ल्याउन आएको हो। अब मेरो काम सकियो भनेर चाहिँ छोरा पनि मरेछ। यसले गर्दाखेरि कुनै पनि चिजलाई हामीले लालचसँगले, लोभीपनले अनि गलत तरिकाले कमाउँछौँ नि, त्यसको चाहिँ हामीले सुद समेत, ब्याज समेत त्यसको भरपाई गर्नुपर्छ। त्यसले गर्दाखेरि आफ्नोमा जति जे छ त्यसमा खुसी बस्नुहोस्, अरूको लोभ लालचमा कहिल्यै नपर्नुहोस्। नत्र भने यो स्टोरी जो अहिले हामीले सुन्यौँ, यो स्टोरी कसैको जीवनमा फेरि हुन सक्छ। धन्यवाद।